guys, welcome back to my another vlog. आजको vlogमा हामी बुढाबुढी भान्जीको घर जान थालेको छौं लन्डनमा। सो हामी ट्रेनमा नगएर बसमा जाने भनेको थियौ कि बस चेस्टरबाट पनि लाग्छ, बट टाइमिङहरु कस्तो नमिलेको थियो कि चेस्टरबाट जानको लागि। त्यही भएको भएर लिभरपुलबाट रातिको 11:40 मा हाम्रो बस छ। अनि ट्रेनमा गयो भने अलि भाडा पनि महँगो हुने के ट्रेनको। त्यही भएको भएर बसमा एकदम सस्तो हुँदो रहेछ हैन। अब इफ हजुरहरुलाई पनि जानु छ भने हजुरहरुले पनि बसको थ्रुबाट जाँदा हुन्छ। त्यही भएको भएर अब हामी यहाँदेखि ट्रेनमा चाहिँ लिभरपुल जान थालेको छौं। अब लिभरपुलबाट यसो गएर रातिको 11:40 मा हाम्रो बस छ। अनि त्यसपछि के हुन्छ मैले देखाउँछु है त गाइस। हामी सटनबाट चेस्टर आएको छौं किनकि चेस्टरबाट हामीलाई चेन्ज गर्नुपर्ने थियो। 10 मिनेट जति कुरेपछि अब यहाँ ठ्याक्क लिभरपुलको ट्रेन आउँछ, हामी त्यहाँ बसेर जान्छौँ है त गाइस। हाम्रो ट्रेन पनि आयो। अब चट्ट यही ट्रेनमा चढेर हामी लिभरपुलतिर जान्छौँ। अनि के हुन्छ भ्लग लास्टसम्म हेर्नु होला है त। फाइनली हामी जेम्स स्ट्रिट आयौँ। किन भनेपछि हामी लिभरपुल झरेन, किनकि जेम्स स्ट्रिटबाट हामीलाई नजिक पर्यो कि त्यो बसको स्टप। त्यही भएको भएर अब यहाँ हामी झरेको छौँ। अब यहाँदेखि फेरि बस स्टपको नाम के गरे बुढो? वान बस स्टप भनेर म्यापमा हानेर अब यहाँबाट जान थालेको छौँ ल त। ठ्याक्क वान बस स्टेसनमा आयौँ होइन। यहाँबाट फेरि स्ट्यान्ड 6 मा फ्लेक्स बसको लाग्दो रहेछ। त्यही भएको भएर अब हामीसँग इनफ टाइम छ नि त, किनकि 11:40 बल्ल हाम्रो छ। त्यही भएको भएर अब यसो खानेकुराहरू पनि खान जान्छौँ भनेर खान जान थालेको छौँ। अनि ठ्याक्क 11 बजेतिर आउँछौँ अनि ठिक्क हुन्छ। अनि बसमा जहाँ बस्छौँ हामी बल्ल। एउटा कस्तो दामी दामी भ्यू देखिँदो रहेछ कि ट्याक्क त्यहाँ हेर्नु नि, चर्की पिङ पनि देखिन्छ, सबै छ यहाँ। मजाले घुम्ने ठाउँ लिभरपुल। अब हामी जान्छौँ एकछिन खानाको लागि, अनि खाएर फेरि आउँछौँ है त। सबै बन्द हुने रहेछ यतिखेर। म्याकडोनल्ड पनि बन्द थियो, केएफसी पनि बन्द थियो होइन। त्यही भएको एउटा बर्गर किङ भन्ने खुल्ला रहेछ। बर्गर ल्याएर माई हस्बेन्ड इज इटिङ बर्गर। मेरो लागि फेरि यहाँ छ, मलाई बर्गर खासै मन पर्दैन। त्यही भएर मैले चाहिँ फ्राइज लिएर आएको छु। अब त्यही खान्छौँ। अनि अझै हामीसँग इनफ टाइम छ, हाफ एन आवर। पहिला सधैँ हामी 4 जना हिँड्थ्यौँ र उस हुन्थ्यो, अब 2 जना मात्र सुनो भएछ। अब छिट्टै दाइ आइसिन्छ, दाइ आएपछि फेरि अर्को प्लान बन्छ बाहिर घुम्न जाने। फाइनली हाम्रो बस पनि आयो होइन। अब हामी बसमा पनि बस्यौँ। अब भोलि बिहान पुग्छौँ हामी। अब भोलि बिहान पुगेपछि के हुन्छ म हजुरलाई भन्छु है त गाइस। गुड मर्निङ। जस्ट नाउ हामी झऱ्यौँ होइन यता पेन्सले रोड भन्नेमा झऱ्यौँ। किन भनेपछि हामीलाई यहाँबाट भान्जीको घर जानलाई नजिक परेको थियो। सो त्यही भएको भएर हामी यहाँ झऱ्यौँ होइन। अब यस पछाडिको अरूहरू स्टपमा झर्छु भने पनि पाउँछ होइन। अनि मेन इम्पोर्टेन्ट तपाईँ बसमा ट्राभल गर्न जानु भन्छ भनेपछि खानेकुरा र पानी नै हजुर लिएर आउनुपर्छ। किन भनेपछि नेपाल जस्तै गाडी रोक्दै पानी जाने यताउति केही पनि हुँदैन। सरासर हजुरले ल्याउने ठाउँमा मात्रै रोकिदिन्छ। अब यहाँबाट अब हामीले उबर गरेको छौँ, साथीले उबर आउँछु भनेपछि त्यो पछाडि कल्ल हामी भान्जीहरूसँग भेट्छौँ है त। फर्स्ट हामी झऱ्यौँ होइन। अब भान्जीलाई मेसेज गरेको छु, अब भान्जी आइसिन्छ। तर यही जस्तै लागेछ गरे। तर अब हेर्छु ल यो हो कि नै। बिहान उताबाट आयौँ। आएपछि फेरि हामी सुत्या थियौँ एकछिन। अनि 9:30 बजेतिर उठेर भान्जीले चियासिया बनाइदियो, चियासिया खायो। अनि भान्जी फेरि काममा गइसक्यो। आज 3 बजेतिर आइसिन्छ। अनि ज्वाइँ चाहिँ भरे गइसिन्छ। अनि ज्वाइँ पनि अहिले 12 बजेतिर 3 बजेतिर ज्वाइँ गएन काम, ज्वाइँ 3 बजे गइसिन्छ। अनि भान्जी 3 बजे आइसिन्छ। अनि भोलि चाहिँ हामी मजाले घुम्छौँ। अनि त्यस पछाडि अब हेरौँ मैले के गर्छु। अनि सब मैले ब्लगमा अरूलाई देखाउँछु। अनि कन्टिन्युसली अहिले लास्टसम्म हेर्नु होला है त। फाइनली अब हामी खानासाना खाएर भान्जी काममा गइस्यो 5:30 बजेतिर। अनि 6 बजेबाट काम स्टार्ट हुनुपर्छ रहेछ। त्यही भएको भएर भान्जी गइस्यो। अनि त्यहाँ अब हामी पनि रेडी भयौँ। अब बस्दा पनि कति बसिराख्नु। अनि नजिक पनि पार्कहरू छ, गइस्यो माइजू भन्दै गइसिन्छ। त्यही भएको भएर अब हामी पार्क नजिकको टियर पार्क भन्ने रहेछ, अनि त्यहीँ जान थालेको छौँ। अब त्यहाँबाट अब अरू म्यापमा हेरेर अब कतासम्म जान सकिन्छ त्यहीँसम्म जान्छौँ। मिनी स्किम मलाई एक्ज्याक्ट एड्रेस थाहा भएन, मैले भान्जीलाई सोध्छु यो कुरा चाहिँ। अनि हामी बसेको ठाउँबाट लगभग 22-23 मिनट जति लाग्दो रहेछ हिँडेर। सो अब हामी गयौँ है त। अब त्यहाँ के देख्छु मैले हजुरलाई सब देखाउँछु है त गाइस।
पुरै जङ्गल रहेछ, कोही छैन, सुनसान छ। हामी दुईजना मात्रै छौँ। अझै यस्तो जङ्गल छ, पुरै भित्र जानुपर्ने छ। गाइस हामी नजाने भयो किनभने दुईजना मात्रै भयो कि अनि यस्तो ठुलो जङ्गल छ, पुरै हिँडेर जानुपर्ने है। सो द्याट्स वाइ नजाने गरेँ। अब अर्कै ठाउँमा हेर्छौँ म्यापमा कता हुन्छ त्यहीँ जान्छौँ। एकैछिन यस्तो ग्राउन्ड रहेछ, फोटोसोटो खिच्छौँ अनि उसको बाद हामी निस्किन्छौँ यहाँबाट। हामी यतिकै अब यहाँदेखि फेरि एउटा हेरेको थियो हेरौँ टाउन सेन्टर भन्ने छ। अनि यहाँबाट कति मिनट लाग्छ बसमा 20-22 मिनट लाग्दो रहेछ। अब हामी त्यही जानु थालेछौँ है। अब त्यहाँ के छ म सब देखाउँछु त्यो भिडियोमा। बस स्टपबाट झरेर अलिकति अगाडि हिँडेको छौँ। अब म्यापमा हेर्दाखेरि अब यतै भनेको छ होइन, म्याप पनि राम्ररी नचल्दो रहेछ यतातिर त। अब हेर्दै जाऊँ अब कता के छ भनेर मैले देखाउँछु है त गाइस। यो सपिङ सेन्टर रहेछ होइन यस्तो। अब यहाँ जाँदैछौँ, अब कुन दोकान खुल्ला छ सबै घुम्छौँ है त। जति दोकान बन्द रहेछ गाइस, किनकि अब हामी आफूले के 7 बजे छ होइन। अब कुनै खुल्ला छ, घुमिरहेको छौँ। अब हेरौँ के हुन्छ। यस्तो छ यता म्याक्स खुल्ला रहेछ होइन। सो त्यही भएको भएर यहाँ सर एकदम ठुलो रहेछ कि, त्यही भएको भएर हामी सर यहाँ घुमेको छौँ एकलट। अब के मन पर्छ मन पर्दैन अब हेर्छौँ हामीले। त्यही भएको भएर अब मन पऱ्यो भने किनिहाल्छौँ, मन परेन भने किन्दैनौँ। अब हेरिरहेको छौँ होइन। तर धेरै कुराहरू छ यहाँ चाहिँ राम्रो रहेछ कि। उता हामी लिभरपुलमा घुम्न गए जस्तो त्यस्तो छैन, त्योभन्दा एकदम ठुलो हो यहाँ टिके म्याक्स है। टिके म्याक्सबाट निस्क्यौँ, हामीले केही किनेनौँ, त्यस्तो किन्नुपर्ने हामीलाई खास आवश्यकता केही पनि थिएन होइन। सो द्याट्स चाहिँ हामीले केही पनि किन्नौँ नगरी हामी घुमाइफिराइ केही खाँदैनौँ। हामी जहिले पनि यो म्याकडोनल्ड मात्रै खान्छौँ होइन। खाँदा वाक्क भइसकेको छु। अब भोलि चाहिँ नेपाली रेस्टुरेन्टमा गएर टक्क खाइन्छ गाइस। अब यो खाएर अब हामी घरतिर जान्छौँ। भर्खरै 9-10 बजेको छ रातिको होइन। बाहिरको हेर्नुहुन्छ भने बाहिर अझै घामै छ। हामी बस जस्ट घर आयो, फ्रेसनअप भएर बसेको छौँ। अब 11 बजीतिर भान्जी र जहीँ आइसिन्छ अनि उसको बाद बल्ल खाना खान्छौँ हामीले। अनि आजको ब्लग यति भन्दै इन्ड गर्छु। अनि भोलि फेरि बाहिर घुम्न जाने भनेको छ। अनि भोलि म कता जाँदो रहेछु अनि फेरि कुन रुटको थ्रुबाट जाँदो रहेछु मैले सब ब्लगमा राखिदिन्छु है त गाइज। थ्याङ्क यू फर वाचिङ माई ब्लग।